अनि त्यो टेक्स्ट चाहिँ मैले कहाँबाट फेला पारेँ कि यहाँ हाम्रो स्कुलसँग उ गरेर कहाँबाट मलाई ल्याएर दिएँ मैले भेटाएँ होइन अनि त्यो क्याटलग जस्तो होइन ऊ त्यो सफ्ट कपी क्या ए हो त्यो कसरी बनाउने भनेर डिजाइन गरे श्रेणी के राखेको थिएँ अनि त्यसमा त्यहाँ त्यो फेला पारेँ अनि फेला पारिसकेपछि मैले त्यसलाई चाहिँ डाउनलोड गरेर त्यसको प्रिन्ट निकालेँ अनि प्रिन्ट निकालिसकेपछि त्यही अनुसार चाहिँ फ्रेम बनाएँ कोटीमाल गएर अनि इँटा पारेँ यो भित्र जम्मै फलामको फ्रेम हो फलामको चाहिँ दुईवटा मात्रै छ यो एउटा मात्रै ढोका मात्रै फलामको हो होइन अरू फलामको यहाँ रडहरू छन् अनि इँटा पारेँ इँटा दुई थरी इँटा छ एउटा त्यो यस्तो इँटा गार लाउने होइन अर्को चाहिँ यो चिम्नी इँटा गोलोवाला चारपाटे चारपाटे बिचमा गोला हिजो पाल भएको यो त ट्रेनिङ पनि दिएको थियो होइन त ट्रेनिङ मैले चाहिँ लिएको होइन मैले चाहिँ त्यो शुद्ध सफ्टवेयर हेरेर त्यसलाई डाउनलोड गरेर अनि त्यसपछि त्यो हिसाबमा अनि मैले आफ्नै घरमा पहिला यही बनाएँ होइन हामीले पहिला यो बनाएँ यो सफल भयो अनि केन्द्र कारणले म नि बनाउँछु भने ल बनाउनुहुन्छ भने तपाईँलाई सामग्रीको यति पैसा लाग्छ म नि शुल्क बनाइदिन्छु ल यस्तो चाहिँ हुन्छ यति कुरा जुटाउनु पर्छ भनेर इँटा पार्नलाई अनि केन्द्र कारणले बनाइसकेपछि माखल हरानी बनाउने भन्नु पहिला त बुवाले मान्नु भएको थिएन नि त अनि पछि चाहिँ ल ठिक छ र बुवाले मान्नु आमा बनाउनु पर्छ भने बुवा हुँदैन बुवालाई चित्त नबुझ्या कस्तो हुन्छ भन्ने टाइपको यहाँ बुवालेको अनि के अरे धुवा नआएपछि आएको देखेपछि अनि माखल हरान धुवा त उल्का गुम्सिने नि गुम्सिन्थ्यो झ्याल काहीँ छैन उल्कै अनि त्यसपछि